हेलो गाइज, स्वागत छ मेरो यस्तै हिँड्दै गरेको भ्लगमा। अनि अहिले चाहिँ म यो अन्जान गाउँको यो अन्जान बाटोमा हिँड्दैछौँ। मेरो यतापट्टि यहाँ खोला जस्तो छ, यता झाडले गर्दा देखेको छैन। म चाहिँ किन अनि अहिले चाहिँ कहाँबाट आएको भन्दाखेरि जङ्गलबाट आएको। द्याट्स वाइ यो डामाडोलमा छोपेर हिँडेछु। अहिले फिल्डमा छु नि त। अनि त्यसपछि म यहाँ पछाडि किन एक्लै हिँड्दैछु भन्दा अलिक साथी पनि थियो, बट दुईजना चाहिँ अगाडि छ। दे आर गोइङ भेरी फास्ट ड्यु टु सम रिजन। अब बुझ्नु के रिजन होला। अब फर्किने टाइममा छ। अहिले चाहिँ 6 बज्न लाग्यो होला। जङ्गलबाट निस्किँदा त्यही 5:30 या यस्तै अलिक बढी नै भएको थियो। सो हिँड्दैछौँ। यो चाहिँ मेरो गेटअप हो फुल अफ हेक्टिक डे भनौँ न। अब यस्तो काम गर्छु यति पुरो छु भने पुग्दैन के गर्ने होला। यति बसे पनि हुन्न, झन् यति कराउँदा घाँटी पनि सुक्यो क्या भनेर टाइममा चेक गर्ने अवस्था आइसकेको थियो। यही हो, यतापट्टि साइडमा चाहिँ पुरै जङ्गल छ यहाँको। अनि यहाँको जङ्गल यस्तो नराम्रो छ नि, घाँस त छँदै छैन कि। लाइक यहाँ कसैले जनावर उसहरू घरमा गाई त्यो बाख्राहरू पाल्यो भने पनि के कसरी घाँस काटेर दिँदैन होला। म छक्क परेको कि घाँसको बोटै छैन, यहाँ तल खैरहरू छ होइन। अब त्यसो पनि दिन्छ त्यो थाहा भएन मलाई। बट अब साल त माथि त्यो रुखहरू मात्र छ, अनि अरू त केही नै छैन। अस्ता तल अलिअलि एक दुईवटा रुख देखेँ। अनि भर पलाइरहेको त्यो पोलहरू हुन्छ नि त। अनि त्यो पोलहरू त अनि पुरै हुन्छ नि, पुरै के भन्ने टुप्पा त राख्नुपर्छ नि एटलिस्ट काट्ने बेलामा। टुप्पा त्यसो घाँटीमा च्वाट्टै काटिसकेँ। अनि त्यही हो। ठिक छ, अब हाम्रो यहाँनिर के भन्छ अरे वनको अफिस आउन लाग्यो, सामुदायिक भवनको। अनि त्यसपछि सामुदायिक वनको भवन त्यहाँ जान्छौँ। त्यहाँ हाम्रो ल्यापटप लिनुपर्ने छ। त्यहाँबाट हामी ल्यापटप लिएर फेरि उता खाना खाने ठाउँमा जान्छौँ। अनि त्यहाँनिर खाना नपाकुन्जेलसम्म हामी डाटा इन्ट्री गर्दै वेट गर्छौँ। त्यहाँ मोबाइल पनि चलाउँछौँ। दिनभरि काम गरेर एटलिस्ट मोबाइल चलाउनु पऱ्यो। यहाँ छ हाम्रो चाबी। अनि यहाँ नि मजाको बाटो रहेछ। यहाँ हेर्नुहोस्, खोला छ। उता बोट पनि छ, बट यहाँ पुरै सुक्खा लगाएर पानी छैन नि त, त्यही भएर बोट यसो थन्क्यो। त्यहाँ छ हाम्रो भवन। हे हो, बाई बाई।